टिकटकमा के कुरा सत्य बोले हुन्छ र दिदीलाई थाहा छैन यति कुरा पनि कस्तो यस्तो सोधे यस्तो थाहा छ पातलीलाई नि भेटेर अँगालो मारेको थियौँ त्यही भएर सोधे पातली र मोटीलाई कस्तो फिलिङ भयो अरे क्या भन्दैन न एकचोटि पातली खै एउटा पातली छैन त तपाईँको अस्ति नै एउटा काण्ड निस्केको थियो नि मैले त बुझिसकेँ होइन मैले घोषणा त मैले अँगालो मारेको होइन शिव भाइ उसले मात्रै मारे होला होइन न नमस्ते गरेको नाम किन लिनु पर्यो अनि कस्तो नाम गल्ती गरेर नि यता डराउँछ अँगालो मारे हो कि भनेर नलिनु भने नि तिम्रो जस्तो देख्ने बित्तिकै घाममै अँगालो मार्ने ऊ त संस्कारी छ लुङ्गीलाई राखेको थिएँ आफैले भन्न थालिसक्यो त हो त नि केटा नि अनि तिमीलाई कायालाई तिमीलाई भेट्न गयो भेट्न होटेल काम गर्ने आइनेको अगाडि मेरो बयफ्रेन्ड भन्दै अँगालो मार्दै हिँड्छ पागल होइन मतलब भक्कुलाई त मतलब के हो थाहा छ अदा के थाहा छ यो भनेको उहाँ भित्रभित्र जलेर छ तपाईँले जलेर चित्त बुझेन छ अब थाहा भयो पर्दैन नि पर्दैन मलाई त्यस्तो मेरो हुनेवाला पोइ हो नि त अनि कान्छो यो आइमाई कस्तो बौलाइरहेको औडा हुन्छ अरे बाजुलाई के भन्यो औडा हुन्छ भनेर मलाई देखेपछि बोल्न पनि नपाउने नबोला यार कसै घर दिदी यार तपाईँलाई दुईटा हात जोडेर मैले दिदीले लाइभ हेरिरहेको छ दिदी यार दुईटा हात जोडेर मैले तपाईँलाई भनिरहेको छु यार प्लिज यार यो टिकटकमा जति पनि कमेडी कुराहरू हुन्छ गफगाफ हुन्छ यार माइन्ड नगर्नु प्लिज यार दिदीलाई यति कुरा थाहा हुनु पर्यो नि यार जिस्किन नपाउने हो कति बोलेकी छ दुनियाँसँग जिस्किन्छौ फेरि तिमी म हुनेवाला कान्छी बुढीसँग चाहिँ जिस्किन हुँदैन यो आइमे कति बोल्छ यार त्याट गिफ्ट पानी बेला किङबाट पाउँछ बाजे एउटा कुरा नढाँटी भन्नु त रुबेन भाइ एउटा कुरा चाहिँ कस्तो भने गिफ्ट एउटाबाट पाउने बिहे अर्कोसँग हुने यो त टिकटकको नियमै हो नि टिकटकमा एउटा घरवाली टिकटकवाली हुन्छ घरमा अर्को बुढी हुन्छ अब बिहे गरेकोले भर्खरको तरुण भन्छ यहाँ त्यस्तै हो त भनेपछि किङ पनि हेरेर आएपछि अस्ति एउटाले सुन्नु न के भन्दै थियो थाहा छ हान बाबु हान जति गिफ्ट हाने नि हान पछि मैले लाने हो भन्दै थियो एउटाले लास्ट हेरेर पो क्या बाजे तपाईँले नि भन्नु न हान्नु किङ जति हाने नि हान्नु मैले उडाउँछु लास्टमा भन्नु न रय पारेका मेरै भागमा पागल बक के पागल के रय पारेका के भने बुझिनँ मैले यो चाहिँ के भन्यो बाजे मैले बुझिनँ क्या रय भने के हैन के भन्नु न बुझाइदिनु नथिङ ए ल होस् भन्न मिल्छ नि भन्नु न रय पारेको भने के हो रय पारे भने रखेल पखेल भनेको मतलब बाँकी सबैबाट बाँकी भएको क्या सबैले छोडेको तिमीलाई त केही कुरा सेयर गर्नै नहुने रहेछ सुटो फुड्डो ओइ त्यही भएर जतिखेर नि प्याच बचल्न आउँछ मैले त एकचोटि मेरो ए सबै कुरो सेयर गरी कुरो पनि सेयर गर्न भ्याइसक्यो मेरो बोयफ्रेन्ड थियो भनेर भनेको छु नि त त्यही भएर त्यस्तो भने बाँकी राख्यो भनेर भने मलाई त्यही भएर पापी मलाई म त तिमीको बोयफ्रेन्ड होस् नहोस् मलाई मन छैन मेरो भागमा रहेछ भनेर किन भने त के हैन 500 के रे कति हो 410 यार नजाके तिमी किङ ब्याक के हो यस्तो यार स्कोरै आउँदैन त के हो